को एकदमै हेर्नुपर्ने क्राइममा चाहिँ नि यौन अपराध त छँदै नै छ। त्यो सँगसँगै सबभन्दा धेरै चाहिँ नि ड्रग्स नै छ। यसमा दुर्व्यसनी सँगसँगै कारोबारी क्यारियर पनि र स्टोरिङ गर्ने पनि हामीले देख्यौँ। हाम्रा अधिकांश केसहरू हुन त केस दर्ताको हिसाबले चाहिँ नि पूर्व अहिलेको भनौँ न अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा खासै धेरै त्यस्तो बढाव देखिँदैन लागु औषधको विषयमा। तर यो माघ महिनादेखि अहिलेसम्म आउँदाखेरिको सङ्ख्यामा चाहिँ नि हामीले अपरेसन ब्राउन र स्विप अपरेसन दुईवटा अपरेसन चलाएर अलिक धेरै व्यापक नै हामीले पक्राउ गरेको अवस्था छ। यसमा हामीले 478 जना लागु औषधको कारोबारीहरू नै हामीले पक्रेको अवस्था छ। 297 केसहरू अहिलेसम्म दर्ता भएको अवस्था र यसमा चाहिँ कस्तो छ भने पहिला दुर्व्यसनी हुने अनि दुर्व्यसनीले आफ्नो दुर्व्यसनलाई पुरा गर्नको लागि कारोबारी बन्ने र 144 किलोमिटरको ओपन बोर्डर भएको र यसको सोर्स भनौँ सप्लाई चाहिँ नि सीमा पारीबाट हुने भएको कारण हामी डिमान्ड साइडमा र उता चाहिँ नि सप्लाई साइडमा भएको हुँदाखेरि चाहिँ पारी सहजै र एकदम सुलभ मूल्यमा पाउने र त्यसलाई ल्याएर यहाँ व्यापारै गर्ने हिसाबले चाहिँ उनीहरूले ल्याएको पनि देखिन्छ। त्यस हिसाबले चाहिँ नि लागु पदार्थको दुर्व्यसन र लागु पदार्थको कारोबारका कारणले त्यसका वरिपरि धेरै घटनाहरू चाहिँ जिल्लामा घटेको देखिन्छ। चाहे त्यो सामान्य चोरीका घटना होस् अथवा यस्ता भनौँ न अन्य किसिमका जघन्य प्रकृतिका अपराधहरू। त्यसकारण लागु औषध विरुद्ध चाहिँ प्रहरी हामी निर्मम भएर लागेका छौँ। सीमापार अपराधमा दुईटै देशहरूको आपसी समन्वयमा मात्रै यस्ता अपराधहरू न्यूनीकरण हुन्छन्। सप्लाई गरिरहँदाखेरि त्यो सप्लाईले त्यहाँ डिमान्ड क्रिएट गर्न सक्छ। तपाईँले भने जस्तै हामीलाई पनि सुन्नमा आएअनुसार अहिले चाहिँ वेस्ट बङ्गालमा चाहिँ नार्कोटिक कन्ट्रोल ब्युरोको पनि स्थापना भइसकेको र कडाइका साथ त्यहाँ पनि लागेको पक्राउका क्रमहरू उता पनि भइरहेको हिसाबले अब चाहिँ नि न्यूनीकरणमा हाम्रो प्रयासमा अझै यसले चाहिँ बल दिन्छ भन्ने